अब अनुसन्धानले बताउने हो त्यो बिस्तारै हामीलाई थाहा हुँदैन। अहिले बुझौँ कि यो जेनजी पुस्ताले यो कतै घर चलाउनैको लागि गएको हो जस्तो मलाई लाग्दैन। उहाँले राजनीतिक परिवर्तन आओस्, हाम्रो पनि माग कुरा सुनियोस् भनेर मात्र उहाँले निस्वार्थ भावले नै बाटो भयो पार्टीबाट परिचालित व्यक्तिहरूबाट भयो पार्टीबाट परिचालित भयो जस्तो त्यो मैले पनि हेर्न धेरै जानकारी थिएँ। म पनि बाहिर थिएँ, मलाई पनि धेरै भिडियो हेर्ने मौका पनि पाएन, आफूले प्रत्यक्षमा हेर्ने मौका पनि पाएको थियो। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो छानबिनले देखाउनेछ भन्ने म आशा गर्दछु। कुनै अहिले अन्तिममा अन्तरिम सरकार विघटन भइसकिसकेपछि अहिले चाहिँ सुशीला कार्की प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ। यो विषयलाई अनि ठिक छ, उहाँले अब ठुलो एउटा जिम्मेवारी पाउनुभएको छ देशलाई निकास दिने। उहाँले देशलाई निकास दिनुहुन्छ भने म शुभकामना गर्छु। सरकार अन्य राजनीतिक दलहरूले त यो संविधान विपरीत पनि भनिरहेका छन्। अब यस्तो विचार सबैले राख्न पाइन्छ, तर उहाँले अहिले जुन एउटा ठुलो जिम्मेवारी पाउनुभएको थियो त्यो आधारमा जनजीव आन्दोलनलाई निकास दिनुहुन्छ, देशलाई निकास दिनुहुन्छ सबैले आशा गरौँ। किनभने म शुभकामना दिइरहेको छु। उहाँ चाहिँ जुन निर्वाचन रोकिएको छ त्यो समयमै सफल बनाउनुहुन्छ र नयाँ जनादेश दिएर नयाँ सरकार गठन हुन्छ। म्यान्डेट जुन पाउनुभएको त्यसलाई सफलतापूर्वक निर्वाह गर्नुहुन्छ। थ्याङ्क यू।